मन्त्री दुई खालका हुन्छन्, एउटा अर्थमन्त्री, अर्को व्यर्थमन्त्री। अर्थमन्त्रीको बजेट भाषण त दिनभरि लगाएर हिजो तपाईहरुले जेठ 15 गते सुनिहाल्नु भयो। के कति बुझ्नुभयो त्यो मलाई त्यति जानकारी भएन। अब व्यर्थमन्त्रीको पालो। मैले पनि आफ्नो नीति कार्यक्रमहरु के गर्दा बेटर होला भन्ने किसिमले नीति कार्यक्रमहरु तयार पारेको छु। त्यो यहाँहरुलाई कतिको इफेक्टिभ लाग्छ, केही बुदा थप्नु पर्ने भयो अथवा के हटाउनु पर्ने भयो भने संशोधन दर्ता गर्न सक्नुहुन्छ। सुरु गरौं। कर्मचारीलाई शनिबार पूरा दिन बिदाको व्यवस्था गरिनेछ। कुनै पनि महिना जुनसुकै शक्तिको दबाव आए पनि 32 दिनभन्दा बढी पारिने छैन। प्रत्येक नागरिकलाई जतिवटा नागरिकता जतिवटा मितिका दिए पनि बाउ र आमा भने एक जना मात्रै हुनुपर्ने व्यवस्था गरिनेछ। एक घर एक चुलो, काम होइन कुरा ठुलो, हिँड्न लाग्दा खुट्टा लुलु भन्ने कार्यक्रम ल्याइनेछ। तराईमा सोलर, पहाडमा पंखा, विकास निर्माण पुगी गयो लंका कार्यक्रम हिउँद लागेपछि लागू गरिनेछ। कैलालीको कोला, अल्लोको झोला, ढुङ्गा बालुवा खाएर सखा पारिन्छ खोला नारालाई सार्थक पारिनेछ। बोर्डरमा नुन किलो नछोडिङ, एयरपोर्टमा सुन टडकमा लोडिङ कार्यक्रमलाई निरन्तरता दिइनेछ। युवा लक्षित कार्यक्रम अन्तर्गत गाँजाका बुट्टा, सुर्तीका ठुट्टा, भोलाको खोल, कोदोको झोलमा व्यापक बजेट लगाइनेछ। नयाँ भएर पनि आकाशमा उड्न नसक्ने प्लेनलाई ह्यान्डल जोडेर मेची महाकाली यातायातमा रूपान्तरण गरिनेछ। धनकुटे, सुन्तला, जुम्लाको स्याउ कुहाएर फाल भारतबाट ल्याऊ कार्यक्रममा मनज्ञ बजेटको व्यवस्था गरेको छु। एक घर एक नेता, बजाउने उता छमछमी यता कार्यक्रमलाई गाउँ स्तरसम्मै पुर्याइनेछ। देखाइनेछ जात्रा कहीँ कतै नभा, घाट जानु पूर्व राष्ट्रिय सभा कार्यक्रमका लागि वस्त्र, 1 इन्ची बाक्लो चस्मा र लौरी खरिदमा बजेट खनाइनेछ। देशलाई बोक्रो, विदेशीलाई गुदी, नेतालाई कोया, जनतालाई खोया भन्ने नारालाई हरेक नेपालीको मनमा बसाइनेछ र दुनियाँलाई सकेसम्म हँसाइनेछ। युवा लक्षित कार्यक्रम अन्तर्गत पीआर समाउ, नगद कमाऊ, सके जमाऊ नसके रमाऊ भन्ने नाराका साथ शिक्षित र दीक्षितहरूलाई सम्मान साथ धपाइनेछ र यो कुरा भ्रान्तिपुरमा छपाइनेछ। बनका लकडी, मनका लडकी, पारी पठाऊ, कमिसन ठटाऊ कार्यक्रमलाई थप सार्थक बनाइनेछ। संस्कृति मासौं, खुलेर हाँसौं, मार्क्स र माओ घर घरमा टाँसौं कार्यक्रममा जोड दिइनेछ। नेता जाली, देशभक्तिको खम्बा ढाली, जाऊ विदेश देश खाली, अब जाने तिम्रै हो पाली कार्यक्रमलाई पूरा कविता बनाएर देशभरि सुनाइनेछ। बजेट आयो अर्ब खर्ब, नेताहरूलाई लाग्यो गर्व, झोलेहरूले बजाए ताली, जनताको पेट चाहिँ सधैँ खाली भन्ने गीतलाई तनक्क तन्काएर राष्ट्रिय गान बनाइनेछ र सबैलाई कण्ठ पार्न लगाइनेछ। विदेशी ऋण मागिनेछ, जनताको ढाड सेकिनेछ, ऋणको टावर चढेपछि पो बल्ल सिंगापुर देखिनेछ भन्ने नारालाई सार्थक तुल्याउन अधिक ऋण काटेर घिउ भात खाने व्यवस्था गरिनेछ। भरिनेछ, छरिनेछ, दिइनेछ, पिइनेछ, पिलाइनेछ, जसरी भए पनि जनता बेच्ने मेलो मिलाइनेछ। लेबरमा पनि पठाइनेछ, भिजिटमा ग्वाममा ठटाइनेछ, जेलमा परेका अपराधीलाई रथमा घर पठाइनेछ लगायतका कार्यक्रमहरू समावेश गरेको छु। अरु थुप्रै लोकप्रिय कार्यक्रमहरू समावेश गर्न खोज्दै समय नपुगेर नभ्याइएको कुरा जानकारी गराउँदै यी उल्लेखित मुद्दाहरू सर्वसम्मतले पारित गरिदिन अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार।